सम्पूर्ण साथीहरुमा मेरो नमस्कार। आज चाहिँ म यस्तो ठाउँ देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ, यहाँ यो चाहिँ वाब्ली स्कुल। यो चाहिँ वाब्ली स्कुल हो। यहाँ पत्ती हुन्छ, यहाँ तल फेरि शिशु क्लास छ, तपाईहरुले देख्न सक्नुहुन्छ। अनि यता चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ, यहाँ चाहिँ कतिपय विद्यार्थीहरु गइरहेका छन् यहाँनिर। अनि यो स्कुलमा चाहिँ मैले 1 देखि 5 क्लाससम्म पढेको थिएँ। अनि उतातिर देख्न सक्नुहुन्छ, यहाँ चाहिँ डरलाग्दो बाटो देख्न सक्नुहुन्छ, कसरी पहिरा आएको छ तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ बाटो यसरी पत्थरहरु तोडेर यसरी खनेको छ। ढाबाङदेखि कोजक जोड्ने बाटो यसरी खनेको छ, देख्न सक्नुहुन्छ। यतापट्टि सबै जंगलको क्षति नोक्सान भएको छ, तपाईहरुले देख्न सक्नुहुन्छ उतातिर। अनि त्यो चाहिँ कोजक। अनि यता चाहिँ म तपाईहरुले देखाउन गइरहेको छु, यता चाहिँ कोङा छ है साथीहरु। यहाँ एउटा घर रहेछ। अनि उता देख्न सक्नुहुन्छ घरहरु। उता तपाईहरुले देख्न सक्नुहुन्छ, यहाँ चाहिँ कति राम्रो सुन्दर गाउँहरु छन्। उ माथितिर हुन्छ। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ गाउँ कति राम्रो गाउँ छ भनेर। अनि यता चाहिँ यता तल पनि छ है साथीहरु, देख्न सक्नुहुन्छ। अनि उता माथि फेरि एउटा स्कुल छ, कोङा स्कुल। भिडियोलाई अन्तिमसम्म हेर्दिएकोमा धन्यवाद। टाटा बाई।